स्याङ्जामा अग्रिम बुकिङ खुल्ला छ कि छैन? 21 गते हालौँला। अहिले मन तयार भयो कि छैन स्याङ्जामा? तयार राख्नु होला। मैले भनिहालेँ यसपटक भोट मात्र खसाल्ने होइन, यसपटक हामीले मत क्रान्ति गर्नुपर्नेछ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, चुनावी भाषण होइन, चुनावी सभामा म पक्कै पनि आउँछु होला, तर मैले एउटा भन्नै पर्ने कुरा छ। म अप्ठ्यारोमा परेका बेलामा, म कालकोठरीमा ढुलिएका बेलामा यी चोक चौतारीहरूमा घरमा बसेर तपाईँहरूले आँसु बगाउँदै मेरा लागि हस्ताक्षर गर्नुभएको छ, बिर्सेको छैन। तपाईँले बगाउनु भएको एक थोपा आँसु बिर्सेको छैन, तपाईँले गर्नुभएको एकवटा हस्ताक्षर बिर्सेको छैन र बिर्सनेवाला पनि छैन। त्यो भन्न पनि ठुलो कुरा, यो देशको परिवर्तनका लागि जेन्जी पुस्ताले पुगाएको रगतको एउटा थोपा पनि बिर्सनेवाला छैन। हामी केही पनि बिर्सदैनौँ। त्यो भन्दा पनि ठुलो कुरा, यसपटक मुलुकलाई सुशासनको नयाँ बाटोमा लिएर जानुपर्नेछ। सुशासनको नयाँ बाटोमा लिएर जानको निमित्त सिङ्गो देश एक ठाउँमा आउनुपर्ने हुन्छ। थाहा छ मलाई, सबैको आफ्नै राजनीतिक विचारधारा छ होला, इतिहास छ होला। वर्षदेखि तपाईँहरूले विभिन्न राजनीतिक दलको सदस्यता पनि लिनुभएको छ होला। यो बेला त्यो होइन। हामीले लिएको सदस्यताको मूल्य तिर्ने, पार्टीलाई आफूले वर्षौँभरि लगाएको गुणको मूल्य तिर्ने, भोटबाट मूल्य तिर्ने बेला होइन। कलिला भाइ बहिनीहरूले रगत पकाएर बलिदानी दिएर ल्याएको परिवर्तन र आशा गरेको परिवर्तनका बेलामा मेरो पार्टी भनेर हिँड्ने होइन, मेरो बाको पार्टी, मेरो आमाको पार्टी, मेरा बाजेको पार्टी भनेर हिँड्ने बेला यो होइन। आएको छ यो इतिहासको नौलो अक्षर लेख्ने बेला हो। त्यस कारणले यहाँ यसको पार्टी उसको पार्टी भन्नु पर्दैन। हामी 5 वर्षको स्थायी सरकारका लागि आएका छौँ। 5 वर्षको स्थायी सरकार दिएपछि त्यो सरकारले पनि पुरा गर्नेछ भने तपाईँसँग भएको सदस्यता च्याप्नु पर्दैन, राखिरहनुहोस्। तपाईँसँग भएको काङ्ग्रेसको, एमालेको, माओवादीको कुन पार्टीको सदस्यता छ राखिरहनुहोस्। किनभने रासोपाले 5 वर्षको स्थायी सरकार दिएर भने दिँदा पनि काम गरेन भने तपाईँले रासोपाको सदस्यता च्यापेर त्यसलाई फेरि नवीकरण गर्नुपर्छ। एकपटक पार्टी सम्झेर होइन, देश सम्झेर, देश मात्र सम्झेर होइन, कलिला भाइ बहिनीहरू सम्झेर र आफ्नो सन्तानको भविष्य सम्झेर एकपटक योग्य, विज्ञ, युवा, सक्षम, इमान्दार साथीहरूले सहित आएको रासोपा र यसलाई तपाईँहरूले एकपटक मौका दिनुपर्छ। म यति मात्र भन्न आएको। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो उपस्थितिभित्र एउटा आशा छ, एउटा भरोसा छ। जुन आँखाले तपाईँले आशा र भरोसाका साथ हेर्नु भएको छ, त्यो आशा र भरोसालाई कहीँ कतै पनि नबेच्ने, तपाईँको मतलाई कहीँ कतै बेच्ने हामी त्यस्तो गैर जिम्मेवार राजनीतिक दलका रूपमा कहिले पनि बनेका छैनौँ। किनभने हिजो पनि आज पनि यिनै चोक चौताराहरूमा नागरिकसँग साक्षात्कार गर्दै आँखामा आँखा जुझाउँदै हिँडेको, भोलि पनि यही चोकमा आउँदा म चाहन्छु तपाईँहरूले मलाई यसै गरी माया गर्नुहोस्। इमानको राजनीति गरेको छु, यहाँबाट तलमाथि हुने छैन। म भन्न चाहन्छु यो क्षेत्रका 2 उम्मेदवारलाई यहाँ राखेर, तपाईँलाई साक्षी राखेर म एउटा कुरा बताउन चाहन्छु। उहाँहरूलाई अत्यधिक मत दिएर पठाउने जिम्मा तपाईँको, इमान्दारीमा तलमाथि भयो भने यही चोकमा उभ्याउने जिम्मा मेरो।